पात्र उत्तर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट। पत्रोत्तर कार्यक्रमका 1,65,00,000 चान्चुन श्रोताहरू, आज हामी थुप्रै थुप्रै प्रश्नका पोकाहरू बोकेर यहाँहरूको ढोका ढोकामा, कोठा कोठामा, रेडियो रेडियोमा अनि बाटोमा पनि ट्रान्जिस्टर घन्काएर हिँड्ने लाउरी दाईहरूको झोला झोलामा अनि त्यसपछि भन्सार छलेर ल्याउने व्यापारी दाईहरूको स्टेरियो स्टेरियोमा उपस्थित भएका छौं। त श्रोताहरू, आज हामी यो पत्रोत्तर कार्यक्रमको सबभन्दा सुरुमा यहाँहरूलाई हाम्रो यो 30 औंलाको नमस्कार छ। बिग्रियो सुरुमै बिग्रियो तपाईँको र मेरो घर त 20 औंलाको नमस्कार पो हुन्छ। यो 10 औंला कहाँबाट बढी आयो? प्राविधिक मित्रको 10 औंला जोड्नु पर्दैन अनि 30 औंला भएन नि। उसले गण्डकी नुडल्सको पनि 10 औंला राखेर 40 औंलाको नमस्कार गर्नु। ठिक छ, उसले रेडियो नेपालको पनि 10 औंला जोडेर 50 औंलाको नमस्कार गरिदिन्छु म। यसै होइन उसै होइन, बाल मन्दिरको पनि 10 औंला राखेर 60 औंला नमस्कार गर्नु। ल ठिक छ, त 1,65,00,000 चान्चुन श्रोताहरू, अघि यहाँहरूलाई हामीले टक्राएको 30 औंलाको नमस्कारलाई क्यान्सल गरेर अब हामी यहाँहरूलाई 70 औंलाको नमस्कार टक्राउँदैछौँ। छिनछिनमा दिमागले काम गर्न छोड्दै क्या हो। 60 औंलाको नमस्कार गर्नु भन्छ, 70 औंलाको नमस्कार के पर्छ नि? 10 औंला जोडेर राखेर के भयो? अब जगेर राख्ने हो भनेदेखि 10 औंला मात्रै किन? 20 औंला जगेर राखेर चाहिँ नि अब 90 औंलाको नमस्कार गरौँ न। अनि के रेडियो भएर खालि औंला औंला राख्छ नि? औंला गरिने सबैले सुरु गर्नुहोस्। त मित्र, सबभन्दा पहिलो प्रश्न के सम्बन्धी छ? मदनजी, सबभन्दा पहिलो प्रश्न त बम सम्बन्धी छ। बम सम्बन्धी? यसलाई छोड्छ। हुन्छ भन्छु। बम भनेको त्यो पड्किने बम होइन, पाउरोटी बम क्या? मुटु नै टोक्टो भनेर कसले पठाउनु भएको रहेछ यस्तो प्रश्न? प्रश्नकर्ताको नाम छ श्री बासी पाउरोटी साहु, कुहिएको पिठो बजार, काठमाडौँ, नेपाल। त कुहिएको पिठो बजार, काठमाडौँ, नेपालबाट बासी पाउरोटी साहुजी के सोध्नुहुन्छ? उहाँ सोध्नुहुन्छ, नामको कारणले गर्दा आजकल धेरैले बम पाउरोटी खान थालिसके, डरार हो कि के हो, र पाउरोटी उद्योगमा ठूलो असर परिरहेछ। त्यसैले म बम पाउरोटीको नाम फेरेर अर्को कुनै एउटा राम्रो नाम राख्न चाहन्छु। के नाम राखेदेखि बम पाउरोटीलाई मान्छेले अझ बढी खान थाल्लान् र मेरो पाउरोटी उद्योग फस्टाउला? कृपया यति बताइदिएर बम पाउरोटीको निवारण गरिदिनु भएदेखि म तपाईँहरूलाई बम पाउरोटीको बाउ सम्झने थिएँ। त बासी पाउरोटी साहुजी, बम पाउरोटीको बाउ चाहिँ तपाईँ नै भन्नुहोस्, निवारण चाहिँ म गरिदिउँला। यदि तपाईँलाई यो नामको कारणले गर्दा नै यो बम पाउरोटी धेरैले खान छोडेको हो भन्ने लागेमा ठिक छ, नाम फेर्न सक्नुहुन्छ, प्रशस्त नाम छ। उसो भए के नाम राख्नुहोस् भनेदेखि बम पाउरोटीको नाम चाहिँ विदेशी एड भनेर राख्नुहोस्। यही मौकामा क्रिम रोलको पनि नाम फेरेर बजेट भनेर राख्नुहोस्। मारा मार खानुहुन्छ तपाईँको पचाउनलाई, हो कि नरभैँची? मान्छेले मारा मारसँग खान्छन्। बरु अलि मोटो मोटो फलामको बार राख्नुहोस् है, पचास भत्काइदिएर होइन? हेर्नुहोस् बासी पाउरोटी साहुजी, यो आजकल नाम भनेको ठुलो नाम राख्दाखेरि बडो होस पुर्याउनु पर्छ। उदाहरणको लागि अब हाम्रो यो काठमाडौँको भ्रिकुटी मण्डपमा लाग्ने रमाइला मेला हेरौँ न, भित्र गएर हेर्दाखेरि जतिसुकै नरमाइलो भए पनि नाम चाहिँ रमाइला मेला भनेर राखिदिएको छ। मान्छे मारा मार्छ, के किन हो? मार पनि कस्तरी हुन्छ नि। झन्डै अस्ति मेरो घाँटी नै त्यहाँ च्यापिएको, कस्तो भिड भएको छ। तपाईँको घाँटी च्याप्यो, मेरो उहाँ साइकल हरायो अस्ति। ल सुन्नु भएन बासी पाउरोटी साहुजी? हराएको त होइन साइकल? तपाईँको पनि घाँटी च्यापेको त होइन? त्यसै भन्दा
चुप नभन्नु बेसरी त मित्र अब अर्को प्रश्न कुन लिँदै हुनुहुन्छ अर्को प्रश्न स्कुलबाट एउटा सानो भाइले पठाएको रहेछ भाइको नाम छ श्री भविष्य कुमार पोङ्स भविष्य कुमार पोङ्स त स्कुलको नाम छ श्री टु मच फिस कलेक्सन नाइस इङ्ग्लिस प्राइमेरी स्कुल नेपाल त श्री टु मच फिस कलेक्सन नाइस इङ्ग्लिस प्राइमेरी स्कुल नेपालबाट भाइ भविष्य कुमार पोङ्सले के सोधेको छ भाइ भविष्य कुमार पोङ्सले सोधेको छ डियर अङ्कलहरू आजकल काठमाडौँको गल्ली गल्लीको भिडियोहरूमा रङ्गी बिरङ्गी धार्मिक तथा मार्मिक फिल्महरू हेर्न पाउँदा हामी भर्खरका ससाना बच्चाहरूलाई पनि खुसी लाग्नु स्वाभाविक हो तर दुःखको कुरा के छ भने अङ्कल हामी स्कुलबाट भागेर सो ठाउँमा भिडियो हेर्न जाँदा ड्याडीहरू पनि अफिसबाट भागेर सोही ठाउँमा भिडियो हेर्न आउनु भएको हुनाले हामीलाई अलिकति अप्ठ्यारो परिरहेको छ कृपया के गरेर यो ड्याडीहरूलाई सो ठाउँमा नआउने उपाय गर्न सकिएला यदि बताइदिनु भएमा म अङ्कलहरूलाई एक पप स्म्याक्स तान्ने चान्स दिने थिएँ एक पप स्म्याक्स तान्ने चान्स ल यस भाइ भविष्य कुमार पोङ्स यो रङ्गी बिरङ्गी धार्मिक तथा मार्मिक फिल्म हेर्दा तिम्रो ड्याडी पनि सँगै बस्न आयो भने केही अप्ठ्यारो मान्नु पर्दैन बाउ छोरा मजाले अङ्गालो मारेर हेरे हुन्छ किनभनेदेखि यो मनोरञ्जन भनेको तिमीहरूको लागि मात्र त होइन सबैले गर्नुपर्छ अब त्यसमाथि पनि यो खुलेआम रूपमा भिडियो हेरेर मनोरञ्जन गर्दा एक त कसैले कसैको विरोध गरेर हिँड्ने फुर्सद पाउँदैनन् अर्को यहाँ कसले के गरिरहेछ भनेर सोच्ने विचार गर्ने टाइम पाउँदैनन् फेरि त्यस्तै स्कुल क्याम्पसहरू पनि छिनछिनमा ब्रेक नलागिकन सुचारू रूपले चलिरहन पाउँछन् तिम्रो बच्चाहरूलाई के थाहा छ यस्तो कुरा होइन त्यही त भनेको अब त्यही पनि भाइले अब प्रश्न सोधिहाल्यो अब यो तिम्रो ड्याडीसँग बसेर यो फिल्म हेर्न साह्रै नै अप्ठ्यारै लाग्छ भनेदेखि त्यो धार्मिक तथा मार्मिक फिल्म हेर्ने बेलामा तिम्रो ड्याडी पनि आएर सँगै बस्न आयो भने तिमी पछाडिबाट लुसुक्क उठेर गएर घरबाट ड्याडी तिम्रो हजुरबालाई पनि ल्याएर तिम्रो ड्याडीसँगै बसालिदिनु तिम्रो हजुरबा पनि जिन्दगी आउँदैन तिम्रो ड्याडी पनि जिन्दगी आउँदैन त्यहाँलाई हेरे भइहाल्छ त अब अर्को प्रश्नहरू कहाँबाट आएको छ अर्को प्रश्न निकै खान पाउने ठाउँबाट आएको रहेछ मदनजी निकै खान पाउने भनेपछि प्रस्तुत कहाँ पर्यो भान्साघरबाट आएको छ भान्साघरबाट भनेपछि निष्पिक्री चाखेको चाखे गर्नु पर्ने रहेछ प्रश्नकर्ताहरू हुनुहुन्छ श्री प्रेसर कुकर डेप्ची कराई डाडु पन्यौ खण्डे थाल गिलास र उहाँहरूको नाइके श्री स्टिलको चम्चा उहाँहरूको नाइके श्री स्टिलको चम्चा त चम्चा बन्धुहरूले कस्तो प्रश्न पठाएको छ त चम्चा बन्धुहरूले एउटा गीती प्रश्न पठाउनु भएको छ मदनजी गीती प्रश्न के हो गीती नाटक गीती कार्यक्रम जस्तै गीती प्रश्न गाएर सुनाउनु पर्छ उहाँहरूको प्रश्न छ ट्याङराङ टुङरुङ ठ्याङराङ ठुङरुङ गीत गाउने म चम्चा ट्याङराङ टुङरुङ ठ्याङराङ ठुङरुङ गीत गाउने म चम्चा यत्रो ठुलो दर्जा पाए आज कहिले यता कहिले उता धाइरहने म चम्चा कहिले यता कहिले उता धाइरहने म चम्चा मुसाबाट बिरालो भए आज मैले कन्ट्र्याक्ट ठुलो ठाउँमा गाँसेको घरमा स्वास्नी मुसु मुसु हाँसेको मेरो घरमा स्वास्नी मुसु मुसु हाँसेको के हाँसेको थियो म हाँसेको त को हाँसेको त त्यो चम्चाको स्वास्नी हाँसेको नि म त तपाईँ नै हाँसेकोलाई भन्दा म प्रश्न पढ्ने मान्छेलाई पोस्ट लाएर खै त यहाँ त मैले खालि यस्तो गरेको उस्तो गरेको भन्छ के प्रश्नै देखिन के जवाफ दिने अब खै प्रश्न सबै सिद्धेकै छैन प्रश्न बाँकी नै छ गाउनै पर्छ गाउनु बाँकी त गाउनु स्वरमा मिठास त किल भएको छ नि नारायण गोपालको स्वर जस्तो आइरहेको छ मिठो छ स्वर हाम्रो पावर देखेर हामीका मान्छे धाउँछन् दिनदिन हाम्रो पावर देखेर हामीका मान्छे धाउँछन् दिनदिन टेलिफोनको घन्टी बज्छ हाम्रो घरमा छिनछिन ट्रिङ 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 ट्वे ट्वे ट्रिङ 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 ट्वे ट्रिङ 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 ट्वे ट्वे ट्रिङ 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 ट्वे चम्चा हुँ म यो देशको प्लेटमा घुम्न छाड्दिन
चम्चा हुँ म यो देशको प्लेटमा घुम्न छाड्दिन सबैलाई हजुर भन्छु मन कसैको तोड्दिन तर सबै पत्रिकाले किन घोचन आल्पिन घोचन आल्पिन घोचन आल्पिन प्रश्न सिद्ध्यो गीति उत्तर गाउनु गीति उत्तर गाउनु त चम्चा बन्धुहरू सुन्नुहोस् चम्चे पाओ र हजुर चम्चे पाओ र चम्चे पाओ र हजुर चम्चे पाओ र पावर छँदैछ हल्ला नगर पावर छँदैछ हल्ला नगर घरै मुनि स्टारलेट मोटर नगुडी छाड्दैन तपाईको पत्रिकाले अल्पिन जति घोचे पनि केही लछाड्दैन तपाईलाई कागको काम कराउने हो कराइरहन्छ पिना सुक्दै गर्छ तपाईको जसले रिसिभी गर्छ काल नआई मर्छ खान नपाई जसले तपाईको तारिफ गर्छ त्यसलाई चिठा पर्छ नकिने पनि त्यसलाई चिठा पर्छ चम्चे पाउरा चम्चे पाउरा चम्चे पाउरा चम्चे पाउरा पावर छँदैछ हल्ला नगर पावर छँदैछ हल्ला नगर चम्चे पाउरा हजुर चम्चे पाउरा चम्चे पाउरा चम्चे पाउरा कहाँ रे यो नाच्नु लागेको माथि प्रिय श्रोताहरू जोसमा होस नभएको हुनाले हामीले रेडियोमा पनि डान्स गरेकोले हामीलाई ठुलो खेद खेद मात्र छ कि श्वास पनि छ खेदको साथसाथै हामीलाई श्वास पनि छ अब अर्को प्रश्न के छ श्वास पुग्न सक्छ श्वास टाइम छैन अर्को प्रश्न के छ भन्नु छिटो अर्को प्रश्न खै हात ल्याउनुहोस् त अर्को प्रश्न त बधाई छ अर्को प्रश्न बधाई छ किन अर्को प्रश्न एउटा केटीले पठाएको रहेछ तेरे आज यो प्रश्नकर्ताहरू पनि कस्तो रमाइलो पठाएर के रहेछ केटीको नाम केटीको नाम छ सुश्री निस्पिक्री रमाइली कुमारी सुश्री निस्पिक्री रमाइली कुमारी नामै यस्तो रमाइलो भएपछि अब प्रश्न कस्तो रमाइलो होला त के सोध्नु भएको छ उहाँले सोध्नु भएको छ म मेरो ड्याडीको मात्र एउटै छोरी हुँ म पनि त मेरो बाउको एक्लो छोरो हो नि त क्या होला अनि मेरो बिहे अहिलेसम्म भएको छैन मेरो पनि त बिहे भएको छैन नि भर्खर केटी खोज्दैछु बिहा भएको छैन रेडियोमा पनि फटाक गर्ने होइन उहाँको दुईटा त बच्चा भइसकेको छ छोरै 10 वर्षको छ बरु मेरो बिहा भएको छैन म पनि मेरो बाउको एउटै छोरो हुँ बिहे भएको छैन अस्ति भर्खर छोरा पाएर घरमा चाकु र ज्वानो किनेर लगाएन घरमा त्यो के त त्यो त अब त्यस्तै परेर भने त्यही हो छोरा पाएर चाकु र ज्वानो किनेर लगाए घरमा भन्नुहोस् कहाँ पुग्यो अनि आन्तरिक मामिलामा हस्तक्षेप गर्न आउँछ नि अनि के लेख्नु भएको छ रे उहाँले मेरो बिहे अहिलेसम्म भएको छैन मलाई बिहेमा अन्माउँदाखेरि ढाडमा बोकेर मोटरमा 3 चक्कर घुमाएर मोटरभित्र राखिदिने दाजुभाइ कोही नभएको हुनाले म हरिवंशजीलाई चाहिँ भाइ मदन कृष्णजीलाई चाहिँ दाइ बनाउने विचार गर्दैछु भाउजूहरूसँग सल्लाह गरेर तिहारसम्ममा जवाफ पठाउनु होला ल जवाफ पठाउनुहोस् ल जवाफ दिनुहोस् त श्रोताहरू यसका साथै आजको यो पत्रोत्तर कार्यक्रम यही समाप्त हुन्छ नमस्ते यत्रो प्रश्नको उत्तर बाँकी छ कहाँ नमस्ते के जवाफ दिनु त यस्तो मुडा हुने प्रश्न आउँछन् कस्तो रमाइलो होला भन्दानेको लाठमा आएर त्यस्तो नरमाइलो रहेछ तपाईँलाई दाइ बनाउँछु भन्दाखेरि त आजको लागि प्रश्न उत्तर कार्यक्रम यही समाप्त हुन्छ भन्नुहुन्छ भनेदेखि मलाई जस्तो हेपेर भाइ बनाउँछु भने अब त तपाईँलाई जिन्दगीभरको लागि प्रश्न उत्तर कार्यक्रम यही समाप्त हुन्छ भन्नुहुन्छ जवाफ दिनु त नाम के अरे सुश्री निस्पिक्री रमाइली कुमारी वान साइडेड बहिनीजी
त्यो तपाईँको बिहे हुने दिनमा हाम्रो दुवैजनाको लन्डन जानुपर्ने काम पर्ने भएको हुनाले यो दाई भाइ बनाउने प्रस्ताव कोही सोझो एकजना भलाग्मी छानेर पेश गर्नु होला है। बधाई छ तपाईँलाई। तपाईँको जिन्दगी फुलोस् फुलोस्, तर जिन्दगीमा यस्तो प्रश्न कहिले नपठाउनुहोस् हामीलाई। नपठाउनुहोस्। अब अर्को प्रश्न के छ हरिवंशजी? अर्को प्रश्न खिचा पोखरीबाट आएको छ। खिचा पोखरीबाट? खिचा पोखरीबाट कुकुरहरूले सोधेको रहेछ। कुकुरहरूले? र कुकुरहरूको नाम छ टाटे, पाटे, पाङ्रे, काले, लुते र उहाँहरू सबैको गर्लफ्रेन्ड सुश्री खैरी। सुश्री त के सोधेका छन् कुकुरहरूले? कुकुरहरूले सोधेका छन् मदन कृष्ण भने अब क्या हो? के सोध्नु पर्यो? सोध न। सोध न, के सोध्नु पर्यो? हामी भुसा कुकुरहरू। हामी भुसा कुकुरहरू पटक्कै एकता छैन। हामी भुसा कुकुरहरूमा पटक्कै एकता छैन। अनि हामी भुसा कुकुरहरूमा पटक्कै एकता छैन। अनि हामी सानो हाडको लागि पनि जहिले पनि झगडा गर्छौँ। हामी सानो हाड एक टुक्राको लागि जहिले पनि झगडा गर्छौँ। अनि यसको के औषधि छ कि? यसको के औषधि छ कि? झगडा नपर्ने केही औषधि छ कि भनेको होइन? त कुकुरहरू, अब यो झगडा, तिमीहरूको झगडा नपर्ने औषधि त नगर पञ्चायतसँग हुनुपर्ने हो, तर सायद अहिले सिधिरह्यो होला। त्यही पनि अब दसैँसम्ममा त आइपुग्छ होला नि, त्यस बेला मन लाग्या हुन्छ। तर कुकुरहरू यसरी यो हाड एक टुक्राको लागि झगडा पर्यो भनेर कुनै यसमा पिरिसिर मान्नु पर्दैन। झगडा भनेको तिमीहरूको मात्रै होइन, जसको पनि परिरहन्छ। हेर, अब एउटा सानो मागको लागि पुलिस र विद्यार्थीको कत्रो मार भइरहन्छ वहाँ। अब जब एउटा कुर्सीको लागि कत्रो राजनीतिज्ञहरूको त्यहाँ टाउको फोड भइरहन्छ वहाँ। अब एउटा सानो पहाडको लागि राष्ट्रकै वर्षौंसम्म हान भइरहन्छ वहाँ भनेपछि अब तिमीहरूको एउटा सानो हाडको लागि झगडा हुनु भनेको कत्रो कुरा भइरहन्छ। झगडा भनेको त आजको विश्वको एउटा गरमागरम फेसनै भइसकेको छ। अझ यो झगडा हुनलाई त केही कारण पनि चाहिँदैन। कहिलेकाहीँ यसो बियर सियर पिएको बेलामा मासे हरिवंशजी र मेरो नै झगडा परिरहेको हुन्छ कहिलेकाहीँ। अस्ति सञ्चरबार धुलीखेलमा पिकनिक जाँदाखेरि झन्डै हात हाले मलाई उहाँले। हेर्नुहोस्, त्यो बेलामा न्यु खुनी तपाईँ हो पहिले। ल, म अहिले पनि भन्छु। ल, त्यो बेलामा तपाईँले त्यो हरिवंशी दुब्ले बेला यस्तो थियो उस्तो थियो यस्तो नराम्रो थियो भनेर चारजना मान्छे अगाडि किन मेरो रूपको क्रिटिसाइज गर्नु? केटीहरू सुत्नु कस्तो हाँस्यो? होइन, मैले के भन्यो भने तिमीलाई हरिवंशी पहिले दुब्लो बेलामा कस्तो दुब्लो सिसाकलम जस्तो थियो भने त्यति भन्नु हुँदैन? मलाई सिसा कलम डट पेन फुल्टिन के पनि भन्नु हुँदैन। त्यो बेलामा मात्र होइन, मलाई अहिले पनि भन्नु हुँदैन। हेर्नुहोस्, फेरि म तपाईँको नाकको अपरेसन गरेर भेलोर जानुपर्ने बनाइ होला। मान्छे चिनाछ मलाई? ए बाबा, चिन्या छु तिमीलाई। कस्तो अब झगडा गर्ने ठाउँ हो भने ड्युटी गरेर। ल सुन्यो होइन कुकुरहरू, अहिले पनि झगडा पर्न लाग्यो यहाँ। के भन्ने? यस्तै हो यो झगडा भनेको। हिजो आज जताततै यस्तै हो। त हरिवंशजी, अब अर्को प्रश्न के छ? अर्को प्रश्न मेरो मुड अफ छ। ल, कत्रो लामो रिस भने भन्नुहोस् न, टाइम छैन, छिटो भन्नुहोस्। अर्को प्रश्न के छ? अर्को प्रश्न कहाँबाट आएको छ? अर्को प्रश्न आकाशबाट आएको छ। आकाशबाट कसले पठाएको प्रश्न? आकाशबाट बादलले पठाएको छ। बादलले? बादल होइन, के प्रश्न पठाएको छ? प्रश्न पनि कहाँबाट आउनु थालेको? अब आकाशबाट प्रश्न आउनु थालेको छ। के भने के सोधेको छ बादलले? सोधेको छ पुस्ता हरिवंशी र मदन कृष्ण
तिमीहरूलाई मैले पनि एउटा प्रश्न पठाएको छु। खबरदार होस पुर्याएर जवाफ दिलास्। हुन्छ हजुर, हामी दिन्छौँ हजुर, हामी दिन्छौँ हजुर। ध्यान दिएर सुने। मेरो प्रश्न छ। बाढी तथा पहिरो पीडितहरूलाई पर्याप्त खाद्यान्न तथा नगद सहयोग पुगेको छ कि छैन? पुगेको छ भने पुगेको छैन भने छैन भने। यदि यसको ठिक जवाफ दिएनस् भने म नराम्रोसँग गर्जिन्छु। जवाफ मिलेन भने नराम्रोसँग गरिदिन्छु भने होइन? मिलाउनु जवाफ। त बाढी तथा पहिरो पीडितलाई सहयोग पुगेको छैन। त बादलजी, यो बाढी पहिरो पीडितहरूलाई खाद्यान्न, औषधिहरू, कम्बल, नगद सबै राम्रो पर्याप्त मात्रामा सहयोग पुर्याएको छ। हजुरले केही धन्दा मान्नु पर्दैन बादलजी। हामीलाई के थाहा ऊ पुगेको छैन भनेर? हामीलाई के थाहा? हामीले पनि सुनेको हो। जवाफ मिलेन। बादलजी, उसो भए यो खाद्यान्नको सहयोग पुगेको छ भनेर त सुनेकै हो, तर त्यो गइरहेको होला, बाढी पहिरो पीडितहरूको हातमा पुगेको छैन होला। पुग्छ होला, केही धन्दा मान्नु पर्दैन। हामीले के थाहा त? हामीले पनि सुनेको त हो नि। आफ्नो हातको कुरा होइन। उसो भए बादलजी, त्यो सहयोग गयो होला, त्यो मध्ये अलिकति चाहिँ नि बाढी पीडित पहिरोहरूले पाए होलान्, अरू बाँकी सबै खल्ती पीडितहरूले खाए होलान्। हविजा जिँडाहरू चाहिँ होइन छ। पड्केन भाइ, पड्केन छ। उसले मिलेछ, यो जवाफ मिलेछ। उसले मिलेछ। ल ओहो, जवाफ मिलेछ। मलाई त हरिवंशी यस्तो पत्रोत्तर सत्रोत्तर यो कार्यक्रम चलाउने मन नलागिसक्यो भाइ। यस्तो कहाँबाट कस्तो कस्तो प्रश्न आउँछन्, के जवाफ दिने यसरी? अब अर्को कति टाइम बाँकी छ? प्रश्न बाँकी छ अझै? अब अर्को एउटा अन्तिम प्रश्न मनोजी। अब आजको अन्तिम प्रश्न धोबीधारा घट्टेकुलाका हाम्रा दुईजना मित्र श्री मदन बहादुर र हरिबहादुरले सोधेको छन्। त्यही लाटोकोसेरो र लाटोकोसेरोको पुल बारे चाहिँ के सोधेको छ? हामीले पहिले लाटोकोसेरो पहिले जन्मियो कि लाटोकोसेरीको फुल पहिले जन्मियो भनेर प्रश्न सोधेको थियौँ। तपाईँहरूले लाटोकोसेरीले कहिले फुल पार्दैन, फुल भनेको खालि लाटोकोसेरीले मात्रै पार्छ, त्यसै कारणले तपाईँहरूको प्रश्न मिलेन, सच्याएर पठाउनुहोस्, अर्कोपल्ट जवाफ दिन्छु भन्नुभएको थियो। त्यसकारण हामीले प्रश्न सच्याएर पठाएका छौँ। लाटोकोसेरी पहिले जन्मियो कि लाटोकोसेरीको फुल पहिले जन्मियो? कृपया अब त पक्कै बताइदिनुहुन्छ कि? उसो भए मदन बहादुरजी तथा हरिबहादुरजी, यो तपाईँहरूको प्रश्नमा लाटोकोसेरी पहिला जन्मियो कि भनेको त मिलाएको छ, तर कि लाटोकोसेरीको फुल पहिला जन्मियो भनेको त्यो चाहिँ मिलेन। फुल भनेको कहिले पनि जन्मिँदैन, जहिले पनि पारिन्छ। त्यसकारण यो पटक पनि प्रश्न सच्याएर पठाउनु, हामी अर्को पटक जवाफ दिन्छौँ। होइन त हरिवंशी? नमिलेको नियम भन्दा बाहिर जानु क्वेसनै नमिलेको कसरी जवाफ दिनु? सिद्धि होइन। त श्रोताहरू, यसको साथसाथै आजको हाम्रो यो प्रश्नोत्तर कार्यक्रम यही समाप्त हुन्छ। आज्ञा दिनुहोस्। नमस्ते। नमस्ते।